होइन पुरै मन्द मुस्कान छ त के भयो अचानक उनको प्रश्नले मलाई झस्कायो। केही होइन, जे भए पनि तँलाई चाहिँ किन चाहियो र? नरम स्वरमै जवाफ फर्काए। साथमा दुईवटा मोबाइल हुनुको फाइदा यही होला। एउटा मोबाइलबाट उनीसँग भिडियो कलमा कुराकानी गरिरहेको थिएँ र अर्को मोबाइलबाट टिकटक चलाइरहेको थिएँ। उनी अर्थात् अहिलेकी प्रेमिका। केही नभएको भए किन मुस्कुराएको त यसरी? मैले त केही भनेको छुइनँ। फेरि बोलिन्। यो पटक भने मलाई ढाँट्न मन लागेन। जे हो त्यही भनिदिए। आखिर प्रेमिकासँग लुकाउनु पर्ने के नै पो हुन्छ र? जब केही लुकाउनु पर्ने अवस्था आउँछ त्यहाँ प्रेम नै कहाँ बाँकी रहन्छ होला र? हेर न, मसँग बिहे गर्छु भन्नेले अर्कैसँग बिहे गरिछे। मैले म अघि मुस्कुराउनुको रहस्य बताइदिएँ। तपाईँलाई चाहिँ कसरी थाहा भयो? पुनः प्रश्न तिर्साइन्। उसको टिकटकमा हेरेर मैले भने। पछिल्लो झन्डै 1 वर्षदेखि टिकटकमा ब्लग गरेकी पूर्व प्रेमिकाले मेरो टिकटक प्रोफाइल भ्यू गरेको देख्दा मलाई अचम्म लाग्यो। उनले मेरो प्रोफाइल चेक गरेपछि मैले पनि उत्सुक हुँदै उनको टिकटक प्रोफाइल चेक गरेँ, जहाँ थुप्रै नयाँ भिडियो अपलोड गरिएका थिए। केहीमा त लाइक पनि ठोकिदिए। प्रोफाइललाई अलिक तलसम्म सारेपछि भने उनको विवाहको फोटो हालेको भिडियो देखियो। त्यही भिडियोले मलाई झस्काइरहेको थियो र म मुस्कुराइरहेको थिएँ अघि। त्यही मुस्कान अहिलेको प्रेमिकाले थाहा पाएकी हो। उनको विवाहको भिडियो देखेर भन्दा पनि म मेरो भाग्य सम्झेर चाहिँ म मुस्कुराएँ सायद। किनभने ठिक 1 वर्ष अघि मात्र हामी प्रेम सम्बन्धमा थियौँ। प्रेम पनि के भन्नु, जम्मा जम्मी 1 महिना मात्रै चल्यो त्यो सम्बन्ध। तर जतिन्जेल चले पनि हामी बीच प्रेम थियो। यही कुरा मैले वर्तमान प्रेमिकालाई सुनाएँ। जलन भएको हो मेरो बुढालाई? उनले थोरै जिस्काउने पारामा सोधिन्। जलनै त किन हुनु परेको छ र? उनको विवाहले मलाई खासै केही फरक पारेको छैन भन्ने आवाज दिलाउने जवाफ फर्काए। जलन भन्दा पनि रमाइलो चाहिँ लाग्यो। सम्बन्ध भन्ने कुरा कोसँग कतिखेर जोडिन्छ र कतिखेर भत्किन्छ थाहै नपाइने रहेछ, मैले भने। अनि उसँग के भएर ब्रेकअप भएको बुढा? उनले घाममा नुन छर्किएको पारामा प्रश्न सोधिन्। त पनि भोलि कसको श्रीमती भएर जाने हो थाहा छैन, खुब बुढा भनेर बोलाउँछेस्, मनमा नै भने। तँलाई सबै किन चाहियो? मैले थोरै झर्किएको स्वरमा भने। मलाई नभनेर कसलाई भन्नुहुन्छ त अनि? उनको जवाफ सही लाग्यो। ठिक 1 वर्ष अघि दसैँ तिहारको छेका पारेर म युएबाट नेपाल गएको बेला उनीसँग काठमाडौँमा भेट भएको थियो, एउटा किताब विमोचन कार्यक्रममा। त्यही हाम्रो परिचय भएको थियो। उनी पनि झापाको र म पनि झापाकै भएकाले हामी बीच थोरै बेसी कुराकानी हुन स्वाभाविक थियो। कुराकानीकै क्रममा उनले मलाई टिकटकमा देखिरहेको र मेरो कविताहरू पढ्ने गरेको जानकारी गराइन्। उनी पनि नेपाली साहित्यमा सक्रिय नारी स्रष्टा रहेछिन्। उनका 2वटा कृति बजारमा आइसकेका थिए। काठमाडौँबाट झापा फर्किने बेला उनले मलाई उपहार स्वरूप एउटा किताब दिएकी थिइन्, जुन किताब भर्खर बजारमा आएको थियो। अर्को चाहिँ आफैले किनेर लगेको थिए। म झापा फर्किएँ, मनमा त्यस्तो केही विचार नबोके। कार्यक्रममा एक दिन भेटेको मान्छेको बारेमा धेरै सोचिराख्ने कुरा पनि त आउँदैन। झापा पुगेको केही दिनमा टिकटकमा म्यासेज आयो। यसो हेरेको उनकै म्यासेज रहेछ। त्यति राम्री मान्छेले मलाई किन पो म्यासेज गरिन् होला? मक्ख पर्दै उनीसँग कुराकानी गर्न थाले। साहित्यकै जीवनका विविध पाटोमा कुराकानी भए। उनले मलाई आफ्ना धेरै कुरा थाहा दिन्, जस्तै मैले पनि आफ्नो धेरै कुरा थाहा दिएँ। निकै बेरको कुराकानीपछि उनले मलाई विवाहको प्रस्ताव राखिन् सिधै। एकछिन त म अलमल्ल परेँ। त्यति राम्री, त्यति सम्पन्न, आफैमा सक्षम नारीले मसँग किन विवाह गर्न खोज्दैछिन्? मैले शङ्का गरेर आफैलाई प्रश्न गर्यो। काठमाडौँमा आफ्नै व्यवसाय चलाएर बसेको मान्छे, काठमाडौँमै सुविधा सम्पन्न आफ्नै घर, गाडी भएको मान्छे, कलेज पनि पढाउँथिन्। एकछिनसम्म त मलाई विश्वास नै लागिरहेको थिएन उनको प्रस्तावप्रति। म जस्तो खाडीमा सामान्य मजदुरी गर्ने मान्छेसँग बिहे गरेर के गर्नुहुन्छ? मैले अलिक खरो प्रश्न तिर्साएँ। मैले पैसाको लागि तपाईसँग बिहे गर्न खोजेको होइन। पैसा त जति भने पनि छ मसँग, पछि पनि कमाइएला। तपाईँ असल र इमान्दार लाग्यो, त्यही भएर हो, उनको जवाफ आयो। उनलाई असल लागेपछि मेरो के लाग्छ र? फेरि केलाई इमान्दार र असल भन्ने? त्यसको पनि त कुनै मापदण्ड छैन। त्यो त मान्छे अनुसार उसको दृष्टिकोणमा भर पर्ने कुरा होला सायद। यति न हो, उनको दृष्टिकोणमा म असल ठहरिएँ। केटीहरू इमान्दार केटाको पछि लाग्छन् र? पैसावाला मात्र हेरेको थाहा थियो मलाई त। मैले थोरै व्यङ्ग्य प्रहार गरेँ। सबै केटी एउटै सोचका कहाँ हुन्छन् र अनि? उनले भनिन्। बाहिरबाट जतिसुकै सम्पन्न र स्ट्रङ देखिए पनि एउटा छोरी मान्छेलाई असल साथीको खाँचो सधैँ भइरहन्छ। दिनभर बाघ भएर हिँडे पनि साँझ घर पुग्दा सानो बालक जस्तो भएर श्रीमानको छातीमा निदाउने रहर हरेक छोरी मान्छेको हुन्छ। जुन रहर ममा पनि छ, त्यही कुरा मैले हजुरबाट पाउँछु भन्ने आशा हो। इमान्दारीपूर्वक साथ दिनुहुन्छ भने मेरो विश्वास हो तपाईँप्रति। उनले थपिन्। कलेजमा मलाई हिटलर भन्छन् विद्यार्थीहरूले। म त्यस्तो कडा रूपमा प्रस्तुत हुन्छु। त्यो जरुरी पनि छ।
नत्र धेरैले मलाई र मेरो जोबनलाई प्रयोग गरिसक्थे होलान्। तर भित्रबाट म कति कमजोर छु भन्ने कुरा त मलाई मात्र थाहा छ। यही कमजोरीले मलाई असल जीवनसाथीको खाँचो महसुस गराइरहन्छ। त्यसकारण म हजुरसँग जोडिन आइपुगेँ। हुन त उनको व्यक्तित्व र सम्पन्नताले पहिलो भेटमै मलाई लोभ्याइसकेको थियो, तर यसरी उनीबाट विवाहको प्रस्ताव नै आउला भन्ने चाहिँ कल्पना पनि गरेको थिइनँ। उनी कहाँ म कहाँ, सम्पन्नता आफैमा सक्षम महिलाले आफूभन्दा कम सफल पुरुषसँग पनि बिहे गर्छन् र? मैले यही सोचिरहेको थियो। उनको यस प्रश्नले निकै सोचमग्न बनाइरहेको थियो भने उत्तिकै सकस पनि पारिरहेको थियो। उनी मान्छे त मलाई पनि मन नपरेको कहाँ हो र? तर हामी बिचको आर्थिक असमानताको कत्रो खाडल देख्दा देख्दै विवाह गरेर भोलि दुःख पाइएला कि हेपाइ पो सहनु पर्ने हो कि, यस्तै यस्तै कुरा मनमा खेल्यो। आफ्नो क्षमताभन्दा ठुलो अवसरले पनि त मान्छेलाई खासै खुसी बनाउन सक्दो रहेनछ। मलाई त्यस्तै भइरहेको थियो। तर उनी भने हाम्रो वैवाहिक जीवनमा सफल हुने दाबी गरिरहेकी थिइन्। टिकटकबाट सुरु भएको हाम्रो कुराकानी बिस्तारै म्यासेन्जरको भिडियो कलसम्म पुग्यो। म प्रतिको उनको प्रेम झन्झन बढ्दै गइरहेको थियो। उनको प्रेम देखेर म पनि झन्झन मक्ख परिरहेको थिएँ। तर पूर्ण रूपमा भर भने पर्न सकिरहेको थिइनँ, किनभने योभन्दा पहिले पनि केहीले यसरी नै प्रेम र विवाहको प्रस्ताव राखेर बिचैमा छोडेका घटना मनमा ताजै थिए। त्यसकारण पनि उनको प्रस्तावप्रति सन्देह हुनु स्वाभाविक थियो। तर उनीसँग बिहे गर्न पाए त गजब नै हुन्थ्यो भन्ने चाहिँ लागिरहेको थियो मलाई पनि। साँच्चै तपाईँको मावली के थरी? मैले अनायासै सोधिहालेँ। मैले आफ्नो पुरा नाम र थर सामाजिक सञ्जाल तथा साहित्यमा नलेख्ने गरेकोले उनलाई मेरो वास्तविक नाम र थर थाहा थिएन। अब विवाह नै गर्ने भएपछि मावलीको थर सोध्नु त पर्यो नै। उनले आफ्नो मावलीको थर भन्नुभन्दा पहिले मलाई चाहिँ के थरी, तपाईँको पुरा नाम के हो मलाई सोधिन्। पहिले तपाईँको मावली थर भन्नु न, अनि म मेरो थर भन्छु, थोरै जिद्दी गरेँ। उनले आफ्नो मावलीको थर भनेपछि म मुसु मुसु हाँसेँ। किन के भयो र? हाँस्नुभयो त? थोरै निराश स्वरमा उनले बोलिन्। के हुनु र, जे नहुनु पर्थ्यो त्यही भयो। तपाईँको मावली र मेरो थर एउटै पर्यो। मैले मन खिन्न पार्दै जवाफ फर्काएँ। विवाह भन्ने कुरा जुरेको छैन भने कसै गरी पनि हुँदैन भन्थे। आज आएर सत्य लाग्यो त्यो कुरा। थर एउटै भए पनि गोत्र फरक हुन सक्छ। तपाईँको गोत्र के हो? थोरै आशावादी स्वरमा उनले प्रश्न गरिन्। हाम्रो थरको जम्मा जम्मी एउटै गोत्र हुन्छ, अत्री। नपत्याए घरमा सोध्नु, मलाई थाहा भएको कुरा भने। उनले पनि घरमा तुरुन्तै फोन गरेर आमालाई सोधिछिन् मावलीको गोत्रको बारेमा। आमाले पनि अत्री गोत्र हो भन्नुभएछ। निराश हुँदै उनले तुरुन्त फोन गरिन् मलाई। म त अभागी रहेछु यार, उनले गुनासो गर्न थालिन्। कति लामो समयपछि एउटा असल जीवनसाथी पाए भन्ने लागिरहेको थियो। थुक्क मेरो भाग्य, उनले आफैलाई सराप्न थालिन्। उनको मावली र मेरो थर एउटै भएकोमा मलाई पनि थक्क लाग्यो। यस्तो राम्रो मान्छे हातबाट उम्क्यो भन्ने लाग्यो। हुन त भाग्यमा नभएको कुरा टाउको फुटाएर पनि पाइँदैन भन्छन्, सायद त्यही भएको त होला नि। मैले चित्त बुझाउने कोसिस गरेँ। खासमा मलाई उनको सम्पन्नता र व्यक्तित्वले लोभ्याएको थियो। काठमाडौँको त्यत्रो घरकी मालिक, त्यत्रो ठुलो घरको ज्वाइँ बन्न पाए त गजबै हुन्थ्यो होला। मनले कल्पना गरिसकेको थियो काठमाडौँको जस्तो ठाउँमा 4 तले घर, केटी आफैमा सक्षम, डबल मास्टर डिग्री, कलेज पढाइरहेकी, साथमा आफ्नै व्यवसाय पनि। यहाँभन्दा बेसी के खोज्नु एउटी केटीमा? आफू भने मुस्किलले स्नातकको पढाइसकेर विदेश हानिएको मान्छे, त्यो पनि खाडी मुलुक। सामान्यतया केटीहरू केटाको सम्पन्नतामा लोभिने गरेको देखेको थिए। तर आज एउटा छोरो मान्छेले छोरी मान्छेको सम्पन्नताले लोभ्यायो। साथमा उनी राम्री पनि थिइन्। ज्यान चाहिँ अलिक मोटो थियो, हाइट पनि अन्य केटीहरूको भन्दा अग्लो नै थियो। उनीसँग विवाह गर्न पाएको भए त मलाई विदेश पनि गइरहनु पर्ने थिएन। काठमाडौँमा भएको उनकै व्यवसाय सम्हालेर बसे पुग्थ्यो। यस्तै सोच्यो मनले। हाम्रो कुराकानी नै बन्द भयो। लामो समयपछि विदेशबाट घर आएकोले म पनि आफ्नो घरमा व्यस्त हुन थालेँ। केही दिनको मौनतापछि उनको फेरि म्यासेज आयो म्यासेन्जरमा। म्यासेजमा खबर सोध्ने काम सकिएपछि भिडियो कलमा कुराकानी हुन थाल्यो। सुन्नु न, हामी बिहे गरौँ हौ। मावलीको थर मात्र त मिलेको हो, आफ्नै मावली त होइनन् नि त तपाईँ। केही हुन्न होला हौ। उनले फेरि विवाहको प्रस्ताव राखिन् र भनिन्। मलाई त कस्तो छटपटी भयो। त्यही भएर फेरि बोल्न आएको म त। जेसुकै होस्, हामी बिहे गरौँ। हामी खुसी भए त भइगयो नि, अरूसँगको के सरकार भयो र? केही बेर सोचेर मैले पनि उनको कुरामा सहमति जनाइदिएँ, किनभने मलाई पनि उनलाई गुमाउन मन थिएन। पापै त लाग्ने होइन, यो भनेको मान्ने कुरा हो। मान्ने कुरालाई नमान्दा पनि हुन्छ। नेपालकै अन्य कतिपय जातमा आफ्नै फुपू मामाको छोरीसँग त बिहे हुन्छ। हामी त आफ्नो पनि होइनौँ, मावलीको थर मात्र मिल्न गएको न हो। उनीहरूलाई नलागेको पाप हामीलाई चाहिँ किन लाग्छ? तपाईँ तयार हो भने म त तयार छु। बिहे गर्ने भए गरौँ, म त राजी छु है। मैले उनलाई विश्वास दिलाउँदै भने। मेरो कुराले उनी थोरै खुसी देखिन्थिन्। मलाई पनि उनको पुनः आएको विवाहको प्रस्तावले भित्रभित्र खुसी बनाइरहेको थियो।
माया र युद्धमा सबै कुरा जायज हुन्छ भनेर कसले भनेको होला है? तर जसले भनेको भए पनि ठिकै भनेछ। मलाई त्यो कुरामा पहिलोपटक महसुस हुँदै थियो। अनि तपाईँको घरमा मान्नुहुन्छ त? उनले शङ्कालु स्वरमा सोधिन्। तपाईँको घरमा मनाउनुहोस्, म मेरो घरकालाई मनाउँछु। सकिगयो त? थोरै आत्मविश्वासका साथ मैले जवाफ फर्काएँ। मलाई त मेरो घरका मान्छेलाई फकाउन समय लागेन। विवाह नै गर्दिनँ भनेर बसेको मान्छेले आफै विवाह गर्छु भन्दा घरका मान्छेले नाइ भन्ने कुरा पनि आउँदैन थियो। एउटी केटी हेरेको छु, अब म बिहे गर्छु, यति मात्रै भने। घरमा सजिलै राजी भए। तर मैले घरका मान्छेलाई उनी डिभोर्सी महिला हुन् भन्ने कुरा चाहिँ जानकारी गराएको थिइनँ। साथै उनको मावली र हाम्रो थर एउटै हो भन्ने कुरा पनि थाहा दिइनँ। विवाह गरेर ल्याएपछि सबै बिस्तारै थाहा पाइहाल्छन्। अहिले नै जानकारी गराएर उनीहरूको मन किन खुम्च्याउनु भन्ने लागेर मैले ती कुराहरू घरमा थाहा दिइनँ। बुढेसकालमा यसलाई कसले पाल्छ होला? दैनिक जसो आमा कचकच गरिरहनुहुन्थ्यो विवाहको कुरा निकालेर। यस्तो अवस्थामा मैले नै त्यसरी बिहे गर्छु भन्दा उनीहरूका लागि पनि अचम्मको कुरा थियो। कसैले पगाल्न नसकेको यसको मनलाई आज आएर कसले पगालेछ? त्यसलाई त लाख लाख धन्यवाद छ। आमा मुस्कुराउँदै बोल्नुभयो। के थरी हो केटी? कसकी भान्जी हो? आमाले जटिल प्रश्न सोध्नुभयो। अहिले नै सबै किन चाहियो? चिन्ता लिनु पर्दैन, आफ्नै जातको हेरेको छु, मैले भने। आमा थोरै ढुक्क हुनुभयो। आमाले त्यसरी केटीको थर सोध्नुको कारण पनि छ। यसअघिका मेरा केही प्रेम सम्बन्धहरू अन्तर्जातीय थिए, जुन कुरा आमालाई राम्रोसँग थाहा थियो। आफूले सबैभन्दा धेरै विश्वास गरेको कान्छो छोराले आफ्नो जातको केटी ल्याउँदैन कि भन्ने आमाको ठुलो चिन्ता थियो पहिलेदेखि नै। तर म भने आमालाई सम्झाइरहन्थे, जुन जातको भए पनि तपाईँलाई माया गर्ने ल्याइदिन्छु, त्यति भएपछि भएन? ल बिहे गर्ने हो भने दसैँमा भित्राउनु पर्छ, यसो टिकाटालो गरेर। मलाई पनि साथी हुन्छे, छिटो कुरा अगाडि बढा, यति भनेर आमा आफ्नो काममा लाग्नुभयो। उनी एक डिभोर्सी महिला थिइन्। उमेर त मभन्दा 3-4 वर्ष कान्छी नै हो। बल्ल 30-31 वर्ष कि 15-16 वर्षको कलिलो उमेरमै विवाह भएको रहेछ। विवाह भएको केही समयमै उनको श्रीमानले अर्कै केटी बगाएछ। डिभोर्स भएको पनि 10-12 वर्ष भइसकेको रहेछ। साथमा त्यति नै वर्षकी एउटी छोरी पनि थिइन्। ती सबै कुरा स्वीकार गरेर म उनीसँग विवाह गर्न तयार भएको थिएँ। जीवनलाई नजिकबाट बुझेको मान्छेसँग विवाह गर्दा आफ्नो पनि जीवन सहज होला कि भन्ने मेरो बुझाइ थियो। डिभोर्सपछि झापाबाट काठमाडौँ आएर आफ्नै तरिकाले सङ्घर्ष गरेर उनी अहिलेको अवस्थामा पुगेकी रहेछिन्। 2-4 जनालाई रोजगार समेत दिएकी उनले काठमाडौँमा अनेक किसिमका सङ्घर्ष गर्नु परेको सुनाउँथिन्। विवाह गर्ने कुरामा हामी दुवैजना राजी भएपछि उनले चिना देखाउने कुरा गरिन्। म झापा र उनी काठमाडौँ भएकाले दुवैको चिना लगेर एकसाथ हेराउन सम्भव थिएन। त्यसैले मैले मेरो जन्ममिति पठाइदिएँ। तर यदि ज्योतिषले हाम्रो विवाह सम्भव छैन, चिना मिलेन भन्यो भने चाहिँ म बिहे गर्दिनँ है हजुरसँग। हजुरले यसमा दुःख मान्नु पाउनुहुन्न नि, थोरै अप्ठ्यारो मान्दै भनिन्। त्यस्तो पनि हुन्छ र? चिना मिले गर्ने न त नगर्ने? त्यस्तो पनि काहीँ हुन्छ? चिना भन्दा माथि प्रेम होइन र? थोरै घुर्काउने पारामा सोधे। हुन्छ त अनि पहिले पनि घरकाले नगर भन्दा भन्दै भागेर बिहे गर्ने हुँदा दुःख पाएँ। त्यसको सजाय अहिलेसम्म भोगिरहेको छु। अबको चाहिँ त्यस्तो नहोस् भन्नका लागि पनि चिना त मिलाउनै पर्छ। मैले चिने जानेको ज्योतिष छन्, तिनलाई देखाउँछु। आफ्नो स्पष्ट धारणा राखिन्। मैले पनि उनको कुरामा सहमति जनाइदिएँ। मसँग अर्को विकल्प पनि थिएन। जब चिनाकै कारण विवाह हुँदैन भने त मेरो पनि के लाग्छ र? मैले यही सोचेर उनलाई पनि यही भने। चिना हेराउनेको कुरा भएको भोलिपल्टै ज्योतिषीले भनेका सबै कुरा रेकर्ड गरेको एउटा भोइस म्यासेज मेरो वाट्सएपमा आयो। समग्रमा हाम्रो चिना मिलेको र विवाह गर्ने कुरा समस्या नभएको ज्योतिषले भनेका थिए। ज्योतिषीको कुराले उनी पनि खुसी थिइन् र म पनि। दसैँ नजिकिँदै थियो। टिकाकै दिन सामान्य तरिकाले विवाह गर्ने भनेर उनी र म बीच सल्लाह भइरहेको थियो। यता घरमा पनि त्यही अनुसार जानकारी गराएको थिए। तर उनले भने हाम्रो सम्बन्ध र विवाह गर्ने बारेमा उनको घरमा कुनै जानकारी नै गराएको रहेन रहेछ त्यतिन्जेल। चिना हेराउने काम सकिएपछि मात्रै घरमा थाहा दिने भनेर बसेकी रहेछिन्। तर उनको आमाले हाम्रो विवाहको कुरा स्वीकार गर्नु भएन, ठाडै अस्वीकार गर्नुभएछ। होइन, तँलाई लाज लाग्दैन यस्तो कुरा गर्न? पहिले पनि बुद्धि बिगारिस र त्यस्तो भयो। अहिले आएर फेरि यस्तो कुरा गर्छिस्? आफ्नै माइतीलाई कसरी छोडिदिनु, कसरी ज्वाइँ भन्नु? यस्तो नहुने काम नगर है छोरी। तँलाई त्योसँग बिहे गर्नु नै छ भने म मरेपछि मात्र गर, अहिले चाहिँ म गर्न दिन्न। अब आफ्नो खुसी गर्छिस् भने त मेरो भन्नु केही छैन। आमाको कुरा मलाई सुनाइन्। उनको आमाले अस्वीकार गर्नु पनि ठिकै हो। सामान्यतया हाम्रो नेपाली समाजमा कुन चाहिँ आमाले आफ्नो छोरीको विवाह आफ्नै माइतीको थरसँग होस् भन्ने चाहन्छन् र? त्यसकारण आमाको अस्वीकारलाई मैले सामान्य रूपमै लिएँ। अब के गर्ने त? मैले सम्पूर्ण जिम्मा उनकै हातमा छोडिदिएँ। उनले पनि आमाको निर्णय विरुद्ध नजाने निर्णय सुनाइन् र आफ्नो सम्बन्धलाई यहाँभन्दा अघि नबढाउने घोषणा गरिन्। मनमा खिन्नता भए पनि मैले सहजै हस् हुन्छ, हजुरको जय होस् भनिदिएर भिडियो कलबाट उनीसँग बिदा मागेँ। हप्ता 10 दिनपछि फेरि उनको म्यासेज आयो म्यासेन्जरमा। दाई, के छ खबर? बिहे भएको भई श्रीमती हुन्थिस्, एउटै ओछ्यानमा सुत्नु पर्थ्यो, अहिले आएर दाई भन्छेस् तँलाई। जा,
मनमा नै गाली गरेर उनको म्यासेजको रिप्लाई दिए। बरु मसँग नबोल्दा हुन्छ, केही फरक पर्दैन, तर यो दाइ भन्ने काम नगर्नु। त्यसपछि उनको कहिले म्यासेज आएन। त्यति मात्रै होइन, ब्लक गर्न मिल्ने जति सबै ठाउँमा ब्लक गरिन्। म चाहिँ पढ्न बाँकी रहेको उनका 2वटै किताब बोकेर युएई फर्किएँ।